आज म शिवगञ्ज बजारमा छु। झापाको सबैभन्दा पुरानो र ऐतिहासिक बजार मध्ये एक शिवगञ्ज बजार। आखिरी यस्तो के छ जसले आज पनि हजारौं मानिसहरूलाई आकर्षित गरिरहेको छ? आज हामी शिवगञ्ज बजारको वास्तविक कथा देखाउने छौँ। अनि यो चाहिँ बिक्री चाहिँ कहाँ गएर गर्ने हो कि कसो? कुन समयमा हुन्छ यहाँ चाहिँ खेती चाहिँ गर्छ? पैसा जेठमा हुन्छ। ल, ठिक छ। तपाईँ यहाँ बस्नुभयो कति वर्ष भयो अरे? शिवगञ्ज बजार झापा जिल्लाको शिवसतासी नगरपालिका अन्तर्गत पर्छ। पहिले यो छुट्टै गाउँ विकास समिति थियो। त्यसपछि स्थानीय तह पूर्ण संरचनापछि शिवसतासी नगरपालिकामा समावेश गरिएको हो। शिवगञ्ज बजार स्थानीय व्यापारीको केन्द्र हो। यहाँ दैनिक उपभोग सामग्री, कपडा, कृषि सामग्री, हार्डवेयर, औषधि, बैंक, विद्यालय, स्वास्थ्य सेवा र विभिन्न व्यवसायिक सञ्चालनमा छन्। विशेष गरी साप्ताहिक हाट बजारले किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर प्रदान गर्छ, जसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ। यहाँका मानिसहरू मेहनती, मिलनसार, अतिथि सत्कारमा अग्रणी मानिन्छ। चाडपर्वहरू जस्तै दसैँ, तिहार, उधौली, छठ तथा अन्य सांस्कृतिक पर्वहरू सबै समुदायहरू मिलेर मनाउने परम्परा छ। बिहान खेतीमा व्यस्त किसान, दिउँसो चहल पहल हुने भनिएको बजार र साँझ शान्त वातावरणले शिवगञ्जको जीवनशैलीलाई अझ आकर्षक बनाएको छ। शिवगञ्ज तराई क्षेत्रमा पर्ने भएकोले यहाँको भूभाग समतल र उर्वर छ। हरियाली खेतबारी, धान, मकै, गहुँ, तरकारी आदि अन्य कृषि उत्पादनले यस क्षेत्रलाई कृषि प्रधान बनाएको छ। झापाको जलवायु सामान्यतया उपोष्ण भएको वर्षाभरि खेती गर्न अनुकूल वातावरण पाइन्छ। शिक्षा र सेवा शिवगञ्जमा विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था, बैंक तथा सहकारी कार्यालयहरूको पहुँच छ। यसले स्थानीय नागरिकलाई शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवा सहज उपलब्ध गराएको छ। शिवगञ्ज बजार किन घुम्नु? यदि तपाईँ पूर्वी नेपालको ग्रामीण के तपाईहरू कहिले शिवगञ्ज बजार आउनुभएको छ?